बल्ल मैले बुझी त के तिमीलाई किन त्यो तिम्रो त्यो पासको बुढाले छोडेको रहेछ भनेर बेहोरा हुनु पर्यो नि गतिलो 10 बजीसम्म सुत्ने 11 बजीसम्म सुत्ने रातभरि रक्सी खाने फेरि सुत्ने त्यही भएर छोडेको रहेछ बुढाले कहाँबाट पासको कुरा लिएर आएर होइन अब यस्तो अब मैले बुझेको नि अब तिम्रो बेहोरा पनि ठिक हुनु पर्यो नि तिमीले त त्यो नेपाली त्यो के हेरेको त्यसरी ए मैले खाना पकाएँ म संस्कारी होइन छिटो टाइममा उठेँ म संस्कारी अलिकति केही भएर सुत्यो भने चाहिँ म उस हो नराम्रो अब मैले भनेको नि अब छोरी मान्छे अब भएपछि टाइममा उठ्नु टाइममा खाना बनाउनु टाइममा गर्नु कुरा चाहिँ किन लिएर आएको ल तिमीलाई त्यही भएर किन छोडेको छ बोला थाहा भयो त बानी ठिक हुनु पर्यो नि तिम्रो पनि फेरि अब खाना नपकाइदिँदाखेरि अब ए त्यस्तो आज मात्र हो तिमीले ल आजदेखि पकाएको छौ अब छोरी मान्छे छोरीको काम गर्नु बिहान उठ्नु पूजा सुजा गर्नु यो गर्नु त्यो गर्नु ओ यहाँ चाहिँ कहाँ चाहिँ कुन चाहिँ भित्तालाई पूजा गर्न जानु आमा त्यहाँ बाहिर मन्दिर छैन नेपाली छोरी भन्छ नेपाली छोरीको माथि तिमी कलङ्क हो कलङ्क गर्नुपर्ने केही कामको ढङ्गै छैन त्यही भएर तिमीलाई त्यो छोडेको रहेछ हेर तिमीलाई त एउटाले मात्रै होइन म यस्तो हो भने मैले पनि छोड्छु तिम्रो लाइफमा आउने सब केटा छ नि सबले छोड्छ तिमीलाई तिम्रो यस्तो पारा हो भने ओइ जाबे एकदिन सुते भन्दैमा मलाई के मैले अरू केटा डिजर्भै गर्दिन मैले केटी मान्छे केटी जस्तो हुनु पर्यो नि केटी मान्छे केटी जस्तो त्यसो त के जस्तो फिगरमा त केटी जस्तो भएर भयो बेहोरा पनि हुनु पर्यो नि बेहोरा कहाँ छ केटीको जब भात तरकारी पकाएर भन्दा म धेरै ठुल्ठुलो कुरा नगरिरह भात तरकारी होइन है पहिलाको कुरा मन छोरी मान्छेले गर्नु पर्ने चिज गर्नु पर्यो रक्सी आले कसले दियो मलाई रक्सी के रक्सी कस्तो कुरा गरेको फेरि अब रक्सी चाहिँ कसले दियो यहाँनिर कसले दिन्छ रक्सी मैले यो भएर बाहिर कुरा गरेँ भने हेर जोया छोरी मान्छे भने छोरी मान्छे जस्तो भएर बस्नुपर्छ हेर नत्र तिमी भागेलाई जस्तो दिन्छ नि मलाई मेरो यो यसले छोड्यो त्यसले छोड्यो भागेलाई होइन कि पहिला सुरु तिमी आफ्नो त्यो बिहेलाई दोष देऊ तिमीले देखेको थियौ पहिलाको तिम्रो कुरा त्यो- तिमीले पहिला देखेको थियौ र के भन्छ रे मैले भात तरकारी पकाएर छोडेको हो कि नपकाएर छोडेको हो कि के मैले बुझेको नि यस्तो बुझ्दै जाँदा फेरि तिम्रो यस्तो के थाहा यस्तो थिएन चाल ढाल हेरेर भनेको तिम्रो चाल ढाल थिएन कि पहिला कस्तो थिएन? यस्तो थिएन कि कस्तो थियौ त? यस्तो अल्छी थिएन कि झन् बिगा थियौ गर्ने ठाउँमा गरे थिए कि के गर्यौ गर्ने ठाउँमा बल्ल हेर तिमीलाई त कति नै बेहोरा भयो जस्तो तिमीलाई त मैले मात्रै होइन तिमीलाई त म बाइक आउने सब केटाले पनि छोड्छ तँलाई छोडेर जानु मन छ भने छोडेर जानु त अनि ए, यस्तो पारा नदेखान त नि मलाई कस्तो पारा देखाउनु त छोरी अनि? मान्छे जस्तो भएर बस्न छोरी मान्छे भएर जस्तो बस्रे भर्खरै उठिन सुतिरहेको मान्छे एक्काइस उठाएर चिया चिया पकाएर जा भन्दाखेरि हामीलाई रिस उठ्दैन ए 11 बजिसक्यो 12 बजिसक्यो जतिसुकै बजोस् न बज्न त भात नखाने त्यति नै भोक लागेको भए त छोरा मान्छेले पनि गर्दा केही ठुलो कुरा होइन कि यो कुरा खुब भागेर त्यो दोष दिन्थिस् त ए मेरो पार्टी यस्तो पर्यो उस्तो पर्यो मेन दोष आफूलाई दियो के तेरो त्यो बिहेभियरलाई तेरो बिहेभियरले गर्दा मान्छे चेन्ज हुन्छ वरिपरिको भागेले चेन्ज हुने होइन मान्छे त पहिला आफूलाई बदल होइन अनि मान्छेहरू आफै त्यो त्यो बदलिन्छ कुरा मैले मात्रै भोगाएको छु ल मैले मात्रै भोगाएको छु कि के छ कसो छ भनेर मेरो जिन्दगीमा भाग्यलाई दोष दिन्छ भाग्य- भाग्य उसँग मेरो भाग्य ल्याइदिएन त भ्याइयो त नेपाली छोरी मान्छे जस्तो भएर बस्नु भने बेबी के 11-12 होइन, बजी म उठ्छ नेपाली नै होइन म विदेशीको छोरी म इन्डियनको छोरी हो म ल कस्तो सहीको राम्रो कुरा भन्दा फेरि के टाइममा उठ टाइममा खाना पका टाइममा काम गर भने 11-12 बजी उठ्छस् त तेरो जिउको हेल्थ खराब हुन्छ न टाइममा खाएको छ न टाइममा एउटा गरेको छ तैँले गर्दा हेल्थ खराब भइसक्यो मेरो मैले तँलाई के गरेँ राम्रोसँग सुत्न नदिएर त्यही माथि आज त झन् धेरै नै खराब भइसक्यो अब त मोडै नै गर्दैन जा के गर्दिन जा त्यसै मलाई पनि त चाहिँदैन जा जा, मलाई पनि चाहिँदैन मलाई धेरै रिस नदेखा अहिले फेरि म तेरो देखाउँछु मेरो रिस यस्तै छ देखाउँछु म खाना पकाउन फेरि यत्रो ठुलो भएन तँलाई खाना नपकाउँदैमा अनि पहिलाको कुरा आयो होइन आज मैले यस्तो बुझेको नि तँलाई किन तेरो पास्टले तेरो त्यो एक्सहरूले छोडेको रहेछ भनेर मैले बल्ल चाल पाएको नि बानी बेहोर यस्तो रहेछ 12 बजीसम्म सुत्ने रक्सी खाएर बुढालाई जे सुरु गर्छ मतलब छैन टाइममा उठ टाइममा खाना पका तँलाई म के भन्छु त यहाँ मात्रै यस्तो हो तेरो घरमा गरिहाल्छु रे गरी मान्छेले जहाँ पनि गर्छ बाना बनाउँदैन एकचोटि सोध्यो के भएर सुतेको कसरी किन सुतेको भनेर सोध्यो 12 बजिसक्यो भने मान्छे बिरामी थलै पर्न लाग्यो भने के भन्छ अरे जति भएसम्म पनि सुत्न सक्छ नि। ल मलाई भन्न सक्छस् त म तँलाई ल्याएर दबाई ल्याइदिन्थेँ त्यो मेडिकल टिमलाई म्यानेजमेन्ट टिमलाई भनेर तँलाई दबाई ल्याइदिन्थेँ तँलाई के गाह्रो भएको त्यो सामान ल्याइदिन्थेँ सुतेर मात्रै हुन्छ तर के सुतेर ठिक होइस् जा म पिरियड भएको छु जा प्याड लिएर आइज रोशन सरलाई अहिले म पक्कै सिसी क्यामेरामा भन्छु अहिले म्यानेजमेन्ट टिमलाई भनेर जा भनेर आइज कति गेममा छ ल
रोशन सर मेरो यहाँ हिप्पोपोटामस मेरो यहाँ जलगैरा मेरो बेबी डाइनोसरलाई यहाँ पिरियड भयो अरे सर प्लिज दुइटा प्याट म्यानेज हानिदिनु प्लिज